हेलो गुड आफ्टरनुन सबैजनाले सेवा र सेवा है र मेरो पुनः पनि यो नेक्स्ट मेरो यो ब्लगमा सबैजना स्वागत गर्न चाहन्छु र मलाई लाग्छ तपाईहरु पनि सन्चै हुनुहुन्छ म पनि एकदम आराम कुशल छु है। आज चाहिँ मैले दिनमा चाहिँ भिडियो सुरु गरेको छु है। आज किनकि अब दिनमा चाहिँ आज सैटरडे है, शनिबारको बसाइमा हैन, दिनमा चाहिँ अलिकति फुर्सद भएको कारणले गर्दा मैले पनि भिडियो बनाएको छु हैन। के भने साथीहरु, अब जति पनि नयाँ साथीहरु जोडिनुहुन्छ र भिडियोले हेर्नुहुन्छ नि, च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई के कस्तो लाग्छ है, भिडियोलाई पनि लाइक कमेन्ट गरिदिनु पर्यो। र अब यस्तै छ दिनमा है। आज सैटरडे खासै अब त्यति धेरै काम नभएको कारणले गर्दाखेरि आज चाहिँ यसो दिनमा मैले भिडियो बनाएको छु हैन। आजको मौसमको यहाँको कुरा गर्दाखेरि चाहिँ एकदम राम्रै छ हैन, घाम लागिरहेको छ अहिलेको समयमा। तपाईहरुकोतिर के कस्तो छ मौसम हैन? अबको मौसम चाहिँ अब गरमको सिजन पनि अब सुरु भइसक्यो भन्दा पनि हुन्छ अहिलेको अवस्थामा हैन। अरु अब के भने नि साथीहरु, जति पनि हामी चाहिँ अब सानो सानो युट्युबमा भर्खर च्यानल खोलेर बसेका हुन्छौं नि, सबै साथीहरु चाहिँ के भने एकअर्कामा चाहिँ फुल सपोर्ट हुनुपर्छ है। भिडियो एकअर्काको भिडियो चाहिँ हेर्ने गर्नुपर्छ है साथीहरु। अब के भने आफ्नो च्यानललाई अगाडि बढाउनलाई चाहिँ एकअर्काको सपोर्ट बिना चाहिँ केही पनि हुँदैन र जतिजना साथीहरुले चाहिँ भिडियो हेर्दिनुहुन्छ, लाइक गरिदिनुहुन्छ र नयाँ जोडिनु भएको साथीहरुले च्यानललाई सब्स्क्राइब गरिदिनुहुन्छ, उहाँहरुलाई चाहिँ धेरै धेरै धन्यवाद है। र अब बाँकी दिनमा यसरी नै एकअर्काको सपोर्टले नै हामी अगाडि बढ्नु पर्ने हुन्छ हैन। अब च्यानलको लागि चाहिँ त्यस्तै हो, अब भिडियो चाहिँ हाल्नै पर्ने हुन्छ हैन। भिडियो नहालिकन चाहिँ अब हुँदैन, काम चाहिँ गर्नै पर्यो नि त, काम नगरिकन हुँदैन। त्यसैले मलाई लाग्छ अब यसरी नै जति पनि भिडियोहरु बनाइन्छ हैन, एकअर्काको सपोर्ट फुल हुनुपर्छ हैन। र आज भन्यो भोलि भन्यो अब भिडियो चाहिँ पोस्ट गरेको, जुन भिडियो पोस्ट गरेको चाहिँ सबैजनाले हेर्दिनु होला र माया गरिदिनु होला। र अहिले पनि अब अलिअलि चाहिँ सबैजना साथीहरुले माया गरेर हेर्दिनु भएको छ। सबै हेर्दिनु हुने सबै साथीहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र यसरी नै आगामी दिनमा पनि मेरो भिडियो ब्लग चाहिँ अब छोटो छोटो ब्लग चाहिँ म बनाएर हाल्ने छु हैन। सबैजनाले हेरिदिनु होला मेरो ब्लगलाई र के कस्तो लाग्छ हैन, सबैजनाले कमेन्ट लाइक गरिदिनु पर्यो है त। आजको दिनको अब बसाइ सँगसँगै हैन साथीहरु, मैले छोटो भिडियो ब्लग बनाएर आजको दिनमा चाहिँ सुरु गरेको छु हैन। यो ब्लगलाई चाहिँ कस्तो लाग्छ के लाग्छ लाइक कमेन्ट गरिदिनु होला। र जरुरी कुरा के भने यो च्यानल मेरो टिगा लिम्बू च्यानल चाहिँ नयाँ छ हैन, सबैजनाले सब्स्क्राइब गरिदिनु होला है। र यो भिडियोले
जतिजनाले हेरिदिनु भयो सबैजनालाई थ्याङ्क यू सो मच होइन। अझै पनि बाँकी दिनमा यसरी नै तपाईँहरूको माया सपोर्टको खाँचो छ र आजलाई चाहिँ बाई बाई।